भन्दा ठुलो इट्स अल है यो चाहिँ यस्तो कसरी भयो कलर छुट्टै छुट्टै छ छाइदेऊ तिमी चमेली फुलको बास्ना चाहिँ रन hello morning from Chitlan it's very cold morning है अनि आज चाहिँ नेपाली 28 गते जनवरी 12 भन्दा पनि ठुलो मुला यहाँ छ होइन एकछिनमा हामी यसमा फोटो खिच्छौँ सेतो सेतो भइरहेछ यो तुसारो परेर पुरै सेतो भइरहेछ होइन टायरमा yep it means look here it's all है यो चाहिँ सबै तुसारोहरू माथि चन्द्रगिरीमा मजाले परेको छ म चाहिँ अहिले यहाँ आइपुगेको छु आई विल सो यु गाइस छैन क्या अङ्कल यही हो यो व्हाइट चाहिँ हो यो पनि हो घर पनि हो यो कसरी यो चाहिँ यस्तो कसरी भयो कलर छुट्टै छुट्टै छ त यो बनाउने तरिका नै फरक हो चिजै दुई थरी हो ए यो सबै गोठ चिज नै हो बाख्राको कसरी हो यो यसको 250 पर्छ यसको 1500 पर्छ कसरी फरक भयो यसको चाहिँ अब बनाउने तरिकै फरक भने पछाडि अब कसरी भन्ने अब हो र भने यसको कति 1500 हजुर यसलाई अहिले सेतो देख्नु भएको छ नि हजुर यसलाई 8-900 थरीको बनाउन सकिन्छ यो चाहिँ एकै थरीको हो ए यो अब 1 वर्ष पुरानो हो यो 1 वर्ष पुरानो यो चाहिँ 5-6 महिना भयो हजुर यो भर्खरै 10-12 दिनको भयो ए यो राख्दै गएपछि यसरी हजुर पहेँलो कलर निक्लिन्छ हजुर यो कलरको निक्लिन्छ राख्दै गएपछि कलर चेन्ज हुने हो यही होइन बनाउने तरिका पनि फरक है बुझिहाल्नु तपाईँहरूले होइन यस्तो छ अरू चिजमा फङ्गस लाग्यो भने अब यो त हामीलाई के थाहा उहाँले भन्नुभएको रिसर्च पनि गर्न सकियो होइन त अङ्कल रिसर्च पनि गर्न सकियो नपत्याउने मान्छेले ढुक्क भएर यस अरू भन्दा पनि यो बाख्राको दुध अहिले कतिपय नेपालमा चाहिँ यो डेङ्गु रोग लागेको छ नि हजुर हजुर डेङ्गु रोगको लागि डक्टरहरूलाई सोद्धाखेरि पनि अहिले चाहिँ थाहा पाउने कुरा भयो होला मैले नै मेरो एक्सपिरियन्सले बाख्राको दुध डेङ्गु रोगको लागि औषधि भनेर प्रचार गर्ने गरेको छु जब मान्छेलाई डेङ्गु रोग लाग्छ प्लेटलेट्स कम हुन्छ बाख्राको दुध 1 लिटरदेखि 1.5 लिटर खानिदिनुहोस् प्लेटलेट्स बढाउँछ बाख्राको दुधले प्लेटलेट्स बढाउने भयो किरण र हावा सारी छाइदेऊ तिमी चमेली फुलको
बास्ना चाहिँ बिहानी सहेर घामको किरण चाहिँ चार पाइला सँगसँगै टप्प टप्प हिँडेर कुर्नु छ मेरो सँगसँगै पाइला छ मेरो फुलको बास्ना सँगै मिठो धुन गुनगुनाउन मेरो फुलको बास्ना सँगै मिठो धुन गुनगुनाउन आइसँगै छाउन सधैँ सँगसँगै बस्नु साहित्य तिमी चमेली फुलको बास्ना चाहिँ बिहानी सहेर घामको किरण चाहिँ हो Thank you. ओके मिठो गीतको शुभ बिहानीसँगै गिटार बोकेर जाने होइन यात्रा सुरु हामी ब्याग राखेर जाने गिटार यसो बजाउँदै जाने मिल्छ कि हाम्रो ब्यागहरू अलिक यहाँ आउने ब्याग किन लानु गुड न्युज भारी बोक्नु परेन ल ठिक छ वी आर हेडिङ भन्नु पर्दाखेरि चाहिँ अब हामी मोबाइल ठाउँमा जाँदैछौँ गुड मर्निङ गाइज हाउ आर यु डुइङ ल ठिक छ नमस्ते नेपाली भएर नमस्ते सेवारो तर हामी कता लाग्ने हो र अब अनि त्यसपछि फेरि यहीँ आएर खाना खाने हजुर त्यसपछि यता एकछिन घुम्ने हजुर अनि काट्ने ओके बोटिङ बोटिङ गर्छौँ खाइजाउ लाग्छ घरको तरुनीलाई लैजाउ लाग्छ आगे आगे थोपैको गोला पछि पछि मेसिन गन बनाएर आगे आगे थोपैको गोला पछि पछि मेसिन गन बनाएर अहिले कहाँ आइपुग्यौँ अरे ठाउँको नाम मार्क बिचबाट आउनु न बिचबाट हिँड्नु न ठ्याम ठ्याम
What a रमाइलो कति रमाइलो Oh, it was amazing experience, sir. तर अलि पुगेन मलाई हामीले यहाँ मजाले रमाइलो गऱ्यौँ अब जाँदैछौँ झरनातिर है त्यहाँको पनि देखाउने छु लाग्ने भेडा भेडाको पछाडि पछाडि लाग्ने हामी अझ महाभेडा ल हजुर अगाडि बढ्नुहोस् त भनेपछि हामी महाभेडा होइनौँ नि हामी होइन हामी अगाडि गएको नि त अगाडि जाने चाहिँ भेडा चराउनु पर्यो गोठालो गोठालो ल त्यता जान्छौँ हामी ठाउँ चाहिँ दामी छ होइन यही तल इन्द्र सरोवर ताल तल भयो त्यही तालको माथिको डाँडा चाहिँ यो भेडा चराउने डाँडा लेट्स गो रन यस रोकिन पाइन्न टपमा पुगेन हाल थाक्यो दगुरेर आएर पल थाक्यो तर ठाउँ दामी छ चारैतिर पुरै देखिँदो रहेछ रच गर्दैछौँ अघि भेडा खोज्नको लागि हामी पर गएको भेडा चाहिँ सब यता चरिरहेको रहेछ होइन बाख्रा जस्तो कुनै बाख्रा कुनै भेडा रहेछ बाख्रा र भेडा मिक्स भेडा पनि छ बाख्रा पनि छ है बा गर्दो रहेछ अब हामी निस्किँदै गरेको क्रममा यस अब